पश्चिमेली चेलो भन्छु छैन है कन्ट्रोल गर्नु होला है हुन्छ कि हुँदैन ल ल चार सकिसक्यो मैले बुझिसकेको छु ल डाउन गर्नु अहिले देखिनु भएन क्या दामी आउँछ भिडियो दामी ल यो मेरो रिल्सको लागि है सबै डाउन एकचोटि पश्चिमेली चेलो परा दाइ आउनु त्यसमा क्या एउटा जोइन फोटो हानु नि त हाम्रो अथरियामा अब एकचोटि फेरि डाउन गर्नु त जति छन् नि खास मौसमलाई माया गर्दै चक्रमलाई माया गर्दै मान्छे यिनी हुन् अहिलेसम्म कुरिरहेछन् तयार हो कि नै पहिला त डाउन गर्नु पर्यो नि त हाम्रै भाषामै बोल ल तल गर सबैले डाउन रेडी तिम्रो मोबाइल देऊ नि त ल गोविन्द भाइ भन्छु अरे लाइट माथि है ओके तयार हो कि नै ल पहिला डाउन गर्नु पर्यो ल क्यामेराम्यान रेडी हो थ्याङ्क यू सो मच रमाइलो देखिँदो रहेछ है रमाइलो देखिँदो रहेछ ल दामी धन्यवाद टेक्निसियन मित्र सुरक्षाकर्मी पत्रकार हाम्रो गोविन्द दाइलाई पनि देखिरहेको थिएँ सम्पूर्ण गोविन्द रोसेरा दाइ लगायत सम्पूर्ण अथरिया अनलाइन सबैलाई र जति पनि यहाँ अग्र सिनियर दाइहरू आउनु भएको छ के गर्नु यहाँ सबैलाई मैले हाइलो पनि गर्न पाएको छैन सबै दाइहरू सबै मेरो सर्कलको साथीहरू सँगै खेलेको सँगै देखभेट भएका दाइहरू भाइहरू अङ्कल आमा बुवा सबैलाई मेरो जाँदै नमस्कार र आजको पुष 15 को शुभकामना दिँदै यहाँहरूमा आजबाट बिदा हुन्छ थ्याङ्क यू अथरिया धेरै धन्यवाद छ एकचोटि अन्तिममा जाँदै गर्दा हामी तपाईँ सबैको प्रिय कलाकार चक्रबमलाई माया गर्ने मनहरूले हात माथि गरेर जोरदार ताली बजाइदिनु होला प्लिज थ्याङ्क यू सो मच यहाँहरू घर जाँदै गर्दा एउटा कुरा पोको पारेर लानुहोस् भोलि भने यो स्टेजमा हामी तपाईँ सबैले अत्यन्तै मन पराएको लोकप्रिय कलाकार टङ्क तिमिल सिन्हा त्यसै गरी इप्सल सञ्जाल लगायतका कलाकारहरूका विशेष प्रस्तुति रहनेछन् तसर्थ यहाँहरू सबैलाई भोलिका लागि पनि चुले निमन्त्रणा भन्दै अब भने हामी मायाको चिनो प्रदानको कार्यक्रमलाई जोड्नेछौँ त्योभन्दा पूर्व साना नानी बाबुहरू हामीसँग धेरै हुनुहुन्छ हराएको जति तपाईँहरू सबैजना आउनुहोस् त कृपया स्टेजको अगाडि र सम्पूर्ण नानी बाबुहरूलाई कृपया स्टेजको अगाडि आइदिनु होला तपाईँहरूका साना नानी बाबुहरू हराउनु भएको छ भने तपाईँहरू अन्य कतै नखोज्नु होला कृपया सचिवालयमा आउनु होला र यदि तपाईँ आफै हराउनु भएको छ भने पनि सचिवालयमा आउनु होला भन्दै